आज छठ पर्व उत्पत्ति र विकास आजबाट मात्र सुरु भएको होइन। छठ पर्व सूर्य भगवान र सूर्यकी बहिनी छठी माताको पूजा आराधना गर्ने पर्व हो। ऋग्वेदमा सहित उल्लेख छ, सूर्योपासना र उषा देवीको पूजा ऋग्वेदमा पनि गरिन्थ्यो। छठी माई अर्थात सूर्य भगवान की सूर्यदेव की बहिनी अर्थात नारी को शक्ति, नारी प्रतिको आराधना, नारी प्रतिको विश्वास र नारी प्रतिको सम्मान को पर्व। छठ पर्व अब तराईवासी मात्र रहेन, के तराई, के पहाड़, के हिमाल सबैसँग जोडिएको छ र राज्यले राष्ट्रिय पर्वको रूपमा बिदा दिइसकेपछि छठ पर्व अब नेपाल र नेपाली र विश्वभर रहेका हिन्दू धर्मी आस्थाका मान्छेहरू मात्र नभएर सबै मानवको लागि यो धर्मको महत्व छ। वास्तवमा यो छठ पर्व धर्मसँग मात्र होइन, यो प्रकृतिसँग पनि जोडिएको छ। किनभने छठ पर्वमा नदी, तलाउ, पानीका स्रोतहरूमा बसेर पूजा गर्ने, सूर्यको जप ध्यान अर्घ दिने भएको हुनाले यतिखेर सबै तलाउहरू, पानीका स्रोतहरू, नदी नाला कुण्डहरू सफा छन्। त्यसकारण यो पर्व प्रकृतिको दृष्टिकोणबाट पनि महत्वपूर्ण छ। त्यति मात्र होइन, धार्मिक रूपबाट त छँदै छ, समाजशास्त्र दृष्टिकोणबाट पनि यो पर्वको ठूलो महत्व छ। किनभने समाजमा एकता, सद्भाव, सहयोग प्रस्तुत गर्ने यो पर्व समाजशास्त्री दृष्टिकोणबाट समेत महत्वपूर्ण छ। राष्ट्रिय एकता, सांस्कृतिक विस्तार सँगसँगै यो पर्व राष्ट्रिय पर्व, आस्था र विश्वासको पर्व, महिला माथिको सम्मान, नारी माथिको पर्व। त्यसकारण छठ पर्व महत्वपूर्ण पर्व हो। राज्यले बिदा दिएको छ। नदी नाला तलाउहरू भरिभराउ छन्। चितवनमा नारायणी नदी, पूर्वका कोशी नदीहरू, तलैयाहरू, नेपालमा भागेश्वरी क्षेत्रभित्र नदीहरू भरिभराउ छन्। बिहान सूर्यलाई अर्घ दिएर 4 दिने पर्वको अन्तिम क्षणमा छ र महत्वपूर्ण क्षण छ। बेलुका उदाउँदो सूर्यलाई दिएको अर्घ, अस्ताउँदो सूर्यलाई फेरि अर्घ दिएर सम्मान गरेर यो पर्व मनाइँदैछ। यो पर्व महत्वपूर्ण पर्व हो। तराईमा त झन् धुमधामको रूपमा चलेको छ। पहाड़ हिमाल सबैतिर यसले एक सत्ता पर्वको रूपमा लिएको छ, राष्ट्रिय पर्वको रूपमा लिएको छ। महिला माथिको सम्मान, प्रकृतिको पूजा र समाजको एकतासँग जोडिएको छठ पर्वले सबैमा सद्भाव, सद्विवेक, आत्मविश्वास, सम्मान गर्ने कुरामा सन्देह छैन। श्री खबरका लागि पत्रकार कृष्ण कनाल, श्री खबर स्टुडियो, चितवन। धन्यवाद।